कुन ठाउँ होला यो डाँडा काँडा छन् र म कहाँ छु आज भोलि त्यही त हेलो एन्ड नमस्ते सबैजनालाई आई होप सबैजना सञ्चारमा नै हुनुहुन्छ होला म पनि सञ्चारमा नै छु कस्तो कालो देख्यो है सञ्चारमा नै छु लङ टाइम पछि आफ्टर लङ टाइम पछि फेरि उपस्थित भइसकेको छु अब चाहिँ बवाल भलो कुरो आउँछन् सो अहिले चाहिँ मेन टपिकमा जाम अहिले चाहिँ लास्टै भोक लागिसक्यो होइन म चाहिँ अहिले इन्डिया जाँदैछु होइन इन्डिया जानको लागि पहिला चाहिँ हामीले नेपालगञ्ज जानुपर्ने हुन्छ सो अहिले चाहिँ म चाहिँ नेपालगञ्जको बाटोतिर लागिरहेको छु अहिले चाहिँ हामी दैलेख भन्ने ठाउँमा छौँ एक्ज्याक्टली यो चाहिँ दैलेखको कुन ठाउँमा तर थाहा भएन तर दैलेखमा छौँ अहिले चाहिँ खाना खान लागिसक्यौँ हाम्रो चाहिँ गाडी यतैतिर छ लेट चाहिँ हेरौँ अहिलेसम्म त राम्रै भएको छ गाडीमा है यात्रा अझै कस्तो हुन्छ हेर्दै गरौँला ल हाम्रो खाना चाहिँ आइसक्यो यहाँ चाहिँ हाम्रो मासु छ भात दाल छ है हाम्रो दाइहरूले पनि सुरु गरिसक्नु भयो लेग साइड छ है यस्तो छ ठाउँ बवाल छ र अब चाहिँ खाना सुरु गरौँ अहिले चाहिँ हामी बड्डीचोड भन्ने ठाउँमा छौँ होइन सो अहिले चाहिँ सुरु गर्न लाग्यो अनि हाम्रो चाहिँ गाडी यतातिर छ त्यही त अहिले चाहिँ जोस् रमाइलो भइरहेछ अब त्यही त हो नि के हुनु रमाइलो होइन यात्रा चलिरहेछ अनि अहिले चाहिँ हामी बड्डीचोडदेखि बेलुका कति बजी लाग्छ अब त्यही 3-4 घन्टा लाग्छ नेपालगञ्ज पुग्न यो ठाउँ चाहिँ यस्तो छ है गाइज हेर्नु सक्नुहुन्छ पुरा जङ्गल छ होइन बिचमा बाटो छ यस्तो छ गाडी चाहिँ स्टार्ट भइसक्यो हेर्नु चाहिँ वेदर बवाल छ नि आज है मौसम चाहिँ बवाल छ ल हुन्छ है हामी लागौँ
चाहिँ हामी सुर्खेतमा छौँ, हामी सक्नुहुन्छ यस्तो छ अहिले वातावरण, वेदर चाहिँ यस्तो छ। ल अब चाहिँ हामी अर्को बस गर्दैछौँ, यो बसदेखि आइसक्यौँ हामी जुम्लादेखि। अब यो बसदेखि अर्को बसमा सिधै नेपालगञ्जको लागि यो बसमा जाँदैछौँ। सामान त्यसमा हाम्रो सिफ्ट भइसक्यो। अब ल यस्तो छ है, हेर्नु सक्नुहुन्छ जस बवालै भइरहेछ होइन। मेरो चाहिँ सेकेन्ड टाइम हो, फर्स्ट टाइम चाहिँ अर्को वर्ष थियो, यो चाहिँ सेकेन्ड टाइम हो। जस रमाइलो भयो, जस भिडियो सिडियो बनाउनु पाइयो, खुसी लाग्यो। जस अब चाहिँ मैले दाइले फोन गरेको छु, अब चाहिँ यहाँदेखि 3 घन्टा लाग्छ भन्नुभएको छ ठ्याक्कै। अब हामी कोठामा जानुपर्ने हुन्छ पछि, अब चाहिँ 8:30-7 बजीसम्म पुगिहाल्छौँ। लेट चाहिँ हेर्दै गरौँ के हुन्छ। ल अब चाहिँ ल बसौँ दाइ। ल हेलो एन्ड नमस्ते सबैजनालाई, आई होप सबैजना सञ्चारमा हुनुहुन्छ होला, म पनि सञ्चारमा छु। दिस द नेक्स्ट डे, अहिले चाहिँ अर्को दिनको सुरुवात भइसकेको छ। हिजो चाहिँ हामी सुर्खेतदेखि नेपालगञ्जको लागि अर्को बसमा चढ्नुपर्ने रहेछ। अर्को बसमा चढेर सामान यताउति सिफ्ट गरेर लास्टै थाक्यो होइन। त्यसपछि हामी चाहिँ नेपालगञ्ज 3 घन्टापछि नेपालगञ्जमा पुग्यौँ। त्यसपछि दाइको कोठा आयौँ। यहीँनिर पुष्पलाल चोक नजिकै बस्नुभएको थियो दाइ, म यहाँ कोठामा आयौँ, बस्यौँ। कतिखेर दाइले चाहिँ खाना बनाइसक्नु भएको थियो, कतिखेर खानासान खाएर कतिखेर सुत्नु थाहा नै भएन। त्यही तरिका म बिहान उठेर फ्रेस भइरहेको छु कि अब चाहिँ हामी घुम्न जाने भन्ने प्लान भएको छ। अनि म चाहिँ यहाँदेखि भोलि नै जान्छु। आज म यतातिर छु, भोलि बेलुका, भोलि साँझतिर हामी हट्छौँ। पर्सि साँझ हुन्छ कि भोलि साँझ हुन्छ, म चाहिँ तपाईँहरूलाई जानकारी दिनै रहन्छु। त्यही त अहिले म बसिरहेको छु। अब चाहिँ हाम्रो घुम्न जाने भन्ने प्लान भइरहेछ। फोटो खिचौँला। आज भोलि म यतैतिर छु, पर्सि जान्छु। अब त्यही नै हो। अहिले चाहिँ म ठ्याक्क खानसाना खाएर बसिरहेको छु। नुहाइदिए कार्यक्रम गरेर अब जानुपर्ने हुन्छ। ल त्यही नै गाइज, स्टे ट्युन, हेर्दै गर्नु होला। ल अहिले चाहिँ म चाहिँ माथि छतमा आएछौँ है, यस्तो छ हेर्न सक्नुहुन्छ है, बवाल छ नेपालगञ्ज फाइनली है। यस्तो छ केही छ, त्यो गर्मी छ लास्टै, त्यो यहाँ बस्नै सकिने गाइज। म चाहिँ नुहाउनु लाग्छ होइन, लास्टै गर्मी छ। यो गर्मीमा आज कहाँ घुम्न जाने भनिरहेको छौँ, त्यही पनि फोटो खिचौँ। फेरि यस्तो मौका पाइन्न होइन, खिच्नुपर्छ। गर्मी चाहिँ लास्टै छ कि कसम गाइज, सकिन्न आम कस्तो बस्नै सकिन्न कि यहाँ त लास्ट गर्मी छ। ल त्यही नै हो, कस्तो कालो देख्यो होला है, यता साइड देखेछ। ल त्यही न, अब लुगासुगा धोएको छौँ, पछि सुक्यो भनेपछि लगाउँला भन्नुभएको छ। यो चाहिँ अब हामी अब निस्किने अब जस्ट अब दिदी चाहिँ तलि भाँडा धोइरहनु भएको छ। दाइ पनि नुहाउनलाई रेडी हुनुहुन्छ, म पनि पहिला म नुहाउँछु, त्यसपछि दाइ नुहाउनुहुन्छ। त्यही त अब नुहाउँछौँ। कस्तो यहाँतिर फग देखिरहेछ है, यो त कुहिरो जस्तो के फग देखिरहेछ। त्यही नै हो, यस्तै छ। आज चाहिँ म निक्लिहाल्ने भन्ने हो। दाइले के भन्नु, भोलि हाम्रो चाहिँ अझैदेखि जुम्लादेखि अझै मान्छेहरू आउँदै हुनुहुन्छ कि साथीहरू आउँदैछन्। भोलि चाहिँ पुगिसकेपछि सँगै जाम्ला नि त अनि भन्नुभयो। अनि त्यसपछि ठिक छ त भनिसकेपछि अब भोलि नै जाम्ला, आज यतितिर जाऊँ। अब फेरि कहिले बस्यो हुन्न होइन, यस्तरी आज बसौँ भनेर हो। त्यही नै हो, पहिला म नुहाउँछौँ। अनि हिजोको भ्लग चाहिँ त्यस्तै भयो होइन, कति राम्रो भयो कति नराम्रो भयो, सबैजनाले माया गरिदिनु होला। अनि म चाहिँ आजको भ्लग यतैतिर एन्ड गर्न चाहन्छु। कोहीले अन्तिमसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु द लाइक एन्ड सब्सक्राइब। यति भन्दा आजले म बिदा लिन चाहन्छु। हस्त, जय नेपाल।